स्वागत छ। आज हामी एउटा विद्यालयको शैक्षिक भ्रमणको रिपोर्टमा अलि गहिरिएर छलफल गर्दैछौँ। नमस्कार। यो रिपोर्ट हेर्दा त श्री अम्बेवर जनता मावि राजावासका कक्षा 10 का विद्यार्थीहरूको एउटा सामान्य भ्रमण जस्तो देखिन्छ। 5 दिनको यात्रा, लुम्बिनी, पोखरा, गोर्खा। हो, तर सतही रूपमा मात्रै। एकदम। जब हामी यसको भित्री पत्रहरू पल्टाउँछौँ नि, यो एउटा गजबको केस स्टडी बन्न जान्छ। हो, यो कथा कक्षा कोठा बाहिर हुने त्यो वास्तविक सिकाइको हो। आज हामी यही रिपोर्टमा हेर्दैछौँ कि कसरी कहिलेकाहीँ योजना अनुसार नभएका घटनाहरूले नै सबैभन्दा महत्त्वपूर्ण पाठ सिकाउँछन्। एकदमै। यो रिपोर्टको सबैभन्दा चाखलाग्दो पक्ष नै त्यही हो। यो कुनै एकदमै पर्फेक्ट योजना अनुसार नै ठ्याक्क चलेको भ्रमणको कथा होइन के? होइन। बरु यो त अप्रत्याशित चुनौती, अनि त्यति बेला लिनुपर्ने निर्णय र ती अनुभवबाट विद्यार्थीले के सिके भन्ने बारे हो। आज हामी अनुभवात्मक सिकाइ भन्छौँ नि, एक्सपेरिएन्शियल लर्निङ हो, त्यसको दृष्टिकोणबाट यो भ्रमणलाई हेर्छौँ, जहाँ ज्ञान किताब पढेर होइन, आफैले भोगेर गरेर प्राप्त हुन्छ। त्यसो भए सुरुदेखि नै सुरु गरौँ न त। यो यात्राको योजना नै अलि फरक थियो। कसरी? हामीले पाएको जानकारी अनुसार अघिल्ला वर्षहरूभन्दा भिन्न यसपटक कक्षा 10 का विद्यार्थीहरू आफैले यो भ्रमणको प्रस्ताव राखेका थिए रे। विद्यार्थी आफैले? हो, उनीहरू केवल सहभागी मात्र हुन चाहेनन्, एक किसिमले योजनाकार नै बन्न खोजे। एकछिन है, म यही रोक्न चाहे। यो सानो कुरा जस्तो लाग्छ, तर यसले ठूलो अर्थ राख्छ। भन्नुस् न। जब विद्यार्थी आफै योजनामा संलग्न हुन्छन् नि, त्यो भ्रमण उनीहरूको लागि हाम्रो बन्छ, स्कुलले लगेको मात्र रहँदैन। हो, अप्सनत्वको भावना। हो, अप्सनत्व र जिम्मेवारी। र यो नै सिकाइको पहिलो अनि सबैभन्दा महत्त्वपूर्ण खुट्किलो हो जस्तो लाग्छ मलाई। हो, अनि संयोजक शिक्षक राजकिशोर चौधरीले प्रशासनबाट स्वीकृति लिएपछि 46 जना विद्यार्थी र 3 जना शिक्षक सहित 51 जनाको टोली तयार भयो। ठूलै टोली रहेछ। मङ्सिर 10 गते साँझ 7 बजे यात्रा सुरु भयो। अभिभावकहरू बससम्मै शुभकामना दिन आएका थिए। तर यात्रा सुरु भएको केही घण्टा नबित्दै पहिलो चुनौती आइलाग्यो। के भयो? घनश्याम बस्नेत र आस्था राउत नामका 2 विद्यार्थीलाई लगातार बान्ता हुन थाल्यो। हो र? गाडी लागेछ? हो। र मलाई लाग्छ यो नै भ्रमणको पहिलो अनस्क्रिप्टेड परीक्षा थियो। पाठ्यक्रममा त गाडीमा बान्ता हुँदा के गर्ने भनेर लेखिएको हुँदैन, होइन र? हुँदैन। हो, यहाँ शिक्षकहरूले तुरन्तै निर्णय लिनु पर्यो। उनीहरूलाई अगाडिको क्याबिनमा राखेर अलि हेरचाह गरेर यात्रालाई निरन्तरता दिनुले उनीहरूको त्यो व्यावहारिक समस्या समाधान गर्ने क्षमता देखाउँछ। साँच्चै। अनि विद्यार्थीहरूले पनि आफ्नो साथीलाई गाह्रो हुँदा कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा प्रत्यक्ष देखेर सिके। यो नै त हो नि कक्षा कोठा बाहिरको सिकाइ। त्यो पहिलो परीक्षा पार गरेर टोली अघि बढ्यो, तर राति दौनेको जाममा फस्दा उनीहरूको सम्पूर्ण समय तालिका नै बिग्रियो। जाम। नेपालको यात्रामा यो त सामान्य नै भयो अब। हो नि, बिहान सबेरै लुम्बिनी पुग्ने योजना थियो, तर उनीहरू त्यहाँ पुग्दा बिहानको 9 बजिसकेको थियो। ओहो, निकै ढिलो भएछ। हतार हतार मायादेवी मन्दिर, नहर र शान्तिदीप घुमेर खाना खाई 2 बजेतिर टोली पाल्पाको लागि हिँड्यो। यहाँ समय व्यवस्थापनको अर्को पाठ सुरु हुन्छ। ट्राफिक जाम हाम्रो नियन्त्रण बाहिरको कुरा हो। हो त। यस्तो अवस्थामा विद्यार्थीहरूले धैर्य र समूहमा कसरी व्यवहार गर्ने भन्ने सिक्छन्। अनि शिक्षकको लागि पनि तनाव व्यवस्थापनको एउटा राम्रो अभ्यास हो भनौँ न। तर पाल्पामा उनीहरूका लागि अर्को झट्का पर्खिरहेको थियो। फेरि के भयो? उनीहरू तानसेन स्थित पाल्पा दरबार पुग्दा साँझको 5 बजिसकेको थियो। अनि दरबार बन्द भइसकेको थियो। एकदम, दरबार बन्द। यहाँ आएर पूर्वनिर्धारित योजना पुरै बिग्रियो। अब व्यवस्थापनको दृष्टिकोणले हेर्दा यो एउटा असफलता हो कि अवसर? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यहाँ एउटा सङ्क कस्ट फ्यालेसी भन्ने अवधारणा लागू हुन्छ। त्यो भनेको? मतलब हामीले कुनै कुरामा समय र ऊर्जा खर्च गरिसकेपछि त्यो असफल हुँदा पनि त्यसैमा अल्झिरहने प्रवृत्ति। सजिलो निर्णय के हुन्थ्यो भने दरबार बन्द भयो भनेर निराश हुने र रात त्यहीँ बिताउने। तर त्यो टोलीले स्मार्ट निर्णय लियो। के गरे उनीहरूले? उनीहरूले पाल्पामा खेर जाने समयलाई पोखराको थप अनुभवको लागि लगानी गर्ने निर्णय गरे। असफल भएको योजनालाई त्यागेर आफ्नो सबैभन्दा मूल्यवान स्रोत अर्थात् समयलाई उत्तम तरिकाले प्रयोग गरे। कुरा त हो।
यो यस्तो जटिल निर्णय क्षमता हो जुन कक्षा कोठामा सिकाउन लगभग असम्भव छ। अर्थात् योजना असफल हुनु नै नयाँ कुरा सिक्ने अवसर बन्यो। अनि त्यही रात करिब 9 बजे टोली पोखराको पृथ्वीचोक स्थित वालिङ होटलमा बास बस्न पुग्यो। अनि पोखराको बसाई त अझै घटनापूर्ण रह्यो होला। हो, पोखराको बसाई निकै घटनापूर्ण रह्यो। अर्को दिन उनीहरूले विन्ध्यवासिनी मन्दिर, सेती गोर्ज, महेन्द्र गुफा र चमेरो गुफा घुमे। पोखराको यो खण्डले भ्रमणको अर्को आयाम देखाउँछ, व्यक्तिगत खोज। एउटै ठाउँमा गए पनि सबैको अनुभव फरक हुन्छ नि त। हो, त्यस्तै एउटा अनौठो घटना पनि भएको रहेछ। रिपोर्टमा उल्लेख छ महेन्द्र गुफाको त्यो कोलाहल बीच अनिस कटवाल नामका एउटा विद्यार्थी करिब 15 मिनट ध्यानमा बसे रे। साँच्चै? मलाई त यो सुनेर अचम्म लाग्यो। 45 जना साथीहरूको हल्लाखल्लामा पनि कोही कसरी यति शान्त रहन सक्छ? यो अद्भुत कुरा हो। यसले के देखाउँछ भने शैक्षिक भ्रमण केवल समूहमा घुम्ने गतिविधि मात्र होइन, यो व्यक्तिगत यात्रा पनि हो। हो त। कसैका लागि गुफा एउटा भौगोलिक संरचना होला, तर अनिसका लागि त्यो एउटा आध्यात्मिक स्थल बन्यो। एक कुशल शिक्षकले यस्ता व्यक्तिगत रुचिहरूलाई पहिचान गरेर त्यसको सम्मान गर्नुपर्छ। सबै विद्यार्थीले एउटै कुरा सिक्नुपर्छ भन्ने छैन। केहीले भूगर्भशास्त्र सिक्लान्, केहीले आत्मखोज। अनि शिक्षकहरू पनि कम थिएनन् नि। राजकिशोर सर र लक्सु सर गुफाको एउटा साँगुरो दुलोबाट बाहिर निस्केर विद्यार्थीहरूलाई चकित पारेछन्। रमाइलो गरेछन्। यसले शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई अझ अनौपचारिक र रमाइलो बनायो होला। पक्कै पनि। जब शिक्षकहरू अथोरिटी फिगरको भूमिकाबाट बाहिर निस्केर विद्यार्थीसँगै रमाउँछन् नि, तब उनीहरू बीचको दूरी घट्छ र विश्वास बढ्छ। यो सम्बन्धले पछि गएर कक्षा कोठाको सिकाइलाई पनि सकारात्मक प्रभाव पार्छ। दिउँसोको कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतारोही सङ्ग्रहालय, पाताले छाँगो अनि गुप्तेश्वर महादेवको दर्शन थियो। गुप्तेश्वर गुफाको अनुभवलाई रिपोर्टमा निकै डरलाग्दो र कठिन भनिएको छ, तर सबैले एकअर्कालाई हौसला दिँदै त्यसलाई पार गरेछन्। यहाँ समूह कार्य र साहसको परीक्षण भयो। हो, डरलाग्दी ठाउँमा एकअर्काको हात समातेर अघि गर्दा जुन आत्मविश्वास र मित्रताको विकास हुन्छ, त्यो कक्षा कोठामा गरिने ग्रुप प्रोजेक्ट भन्दा कैयौं गुणा शक्तिशाली हुन्छ। साँच्चै। उनीहरूले गुफा मात्र पार गरेनन्, आफ्नो डरमाथि पनि विजय हासिल गरे। अनि साँझको समय झनै अविस्मरणीय रह्यो। विद्यार्थीको माग अनुसार लेकसाइडको एक होटेलमा क्याम्प फायरको आयोजना गरियो। क्याम्प फायर पनि? हो, उनीहरू नाचे, दोरी खेले, मासु पोलेर रमाए। यो रमाइलो र स्वतन्त्रताको क्षण थियो। तर राति 9 बजे होटेल फर्केपछि पनि केही विद्यार्थी नसुतेको थाहा पाएपछि शिक्षकहरूले उनीहरूलाई सम्झाएर सुताउनु परेको थियो। यो रमाइलो र अनुशासन बीचको सन्तुलन हो। हो त। भ्रमणको उद्देश्य मनोरञ्जन मात्र त होइन। शिक्षकहरूले उनीहरूलाई स्वतन्त्रता पनि दिए, तर जब अनुशासनको सीमा नाङ्न खोज्यो, उनीहरूले हस्तक्षेप गरे। यसले विद्यार्थीहरूलाई स्वतन्त्रताको जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भन्ने सिकाउँछ। हो, सङ्ग्रहालयले बौद्धिक ज्ञान दियो, गुफाले साहस, अनि क्याम्प फायरले सामाजिक सिप। यो एउटा पूर्ण प्याकेज जस्तै भयो नि, होइन र? एकदम। अर्को दिनको सुरुवात पनि निकै विशेष थियो। बिहान 4:30 बजे नै उठेर टोली पुम्दीकोटको डाँडामा सूर्योदय हेर्न पुग्यो। ओहो, सूर्योदय। सफा मौसमले साथ दियो र उनीहरूले माछा पुछ्रे र अन्नपूर्ण हिमालको पृष्ठभूमिमा सूर्योदयको अद्भुत दृश्य देखे। यो एस्थेटिक लर्निङ अर्थात् सौन्दर्य बोधको अनुभव हो। प्रकृति र त्यसको विराट सौन्दर्यको अगाडि उभिएर हेर्दा मानिसले जुन शान्ति र प्रेरणा महसुस गर्छ, त्यो कुनै पनि किताबले दिन सक्दैन। महादेवको विशाल मूर्ति, 108 शिवलिङ अनि हिमालको दृश्यले उनीहरूलाई नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाप्रति गर्वको अनुभूति गरायो। यो राष्ट्रियताको भावना जगाउने एउटा मौन तर शक्तिशाली तरिका हो। त्यहाँबाट फर्किएर खाना खाएपछि टोलीले पोखरालाई बिदाई गर्यो र गोर्खातिर लाग्यो। 4 बजे गोर्खा पुगेर उनीहरू सिधै गोर्खा दरबारतर्फ उकालो लागे। गोर्खा दरबार? हो, सङ्ग्रहालयमा नपसी उनीहरूले 1 घण्टा लगाएर दरबारसम्मको उकालो चढे। अब आयो अनुभवात्मक सिकाइको सबैभन्दा उत्कृष्ट उदाहरण। कसरी? इतिहासको किताबमा हामी पढ्छौं, पृथ्वीनारायण शाहले दुःखले राज्य एकीकरण गरे, तर त्यो दुःख कस्तो थियो? जब विद्यार्थीहरू आफै 1 घण्टासम्म त्यो ठाडो उकालोमा पसिना निकाल्दै चढ्छन्,
तब उनीहरूले इतिहासको त्यो एक लाइनलाई महसुस गर्छन्। ए हो त। उनीहरूको त्यो थकानले पृथ्वीनारायण शाहको सङ्घर्ष र दृढतालाई किताबको 100औं शब्दले भन्दा गहिरोसँग बुझाउँछ। साँच्चै त्यो अनुभव त फरक नै हुँदो हो। उनीहरू आधा घण्टामा तल ओर्लिए र गोर्खा बजारमा केही किनमेल गरेर साँझ 6 बजे घर फर्कने यात्रा सुरु गरे। यहाँ अर्को कुरा पनि छ, दरबारको अवस्थिति, त्यसको रणनीतिक महत्व र त्यहाँबाट देखिने वरपरको दृश्यले उनीहरूलाई भूगोल र इतिहास कसरी आपसमा जोडिएका छन् भन्ने कुरा पनि सिकाउँछ। यो इन्टरडिसिप्लिनरी लर्निङ हो जहाँ विभिन्न विषयहरू एकै ठाउँमा आएर अर्थपूर्ण बन्छन्। हो, यात्राको अन्तिम चरणमा राति 8 बजे मुगलिनमा खाना खाएर टोली भोलिपल्ट बिहान 7 बजे विद्यालय प्राङ्गणमा सकुशल आइपुग्यो। ल, राम्रोसँग सकिएछ यात्रा। रिपोर्टको निष्कर्षमा भनिएको छ, यो भ्रमण प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्वका स्थानहरूको अवलोकनले अविस्मरणीय र रमणीय रह्यो। अब विद्यार्थीहरूले यस भ्रमणको प्रतिवेदन तयार पार्नेछन्। र त्यो प्रतिवेदन सायद उनीहरूले भ्रमणमा देखेका ठाउँहरूको सूची मात्र हुँदैन। पक्कै पनि। मलाई विश्वास छ त्यसमा उनीहरूले भोगेका चुनौती, सिकेका पाठ र पाएका अनुभवहरू पनि समेटिनेछन्। यो भ्रमणको कथा यहाँ सकिन्छ, तर यसले हाम्रो शिक्षा प्रणालीमाथि एउटा गहिरो प्रश्न खडा गर्छ। कस्तो प्रश्न? हामीले देख्यौं कि यो 5 दिनको यात्रामा विद्यार्थीहरूले समस्या समाधान, निर्णय क्षमता, समूह कार्य, साहस, अनुशासन र परिस्थिति अनुसार अनुकूलन हुने जस्ता कैयौं जीवनोपयोगी सिपहरू सिके। सिके। अब सोच्नुपर्ने कुरा यो हो, के हाम्रो शिक्षा प्रणालीले यस्ता अनुभवहरूलाई अतिरिक्त क्रियाकलापको रूपमा मात्र हेरिरहेको छ, वा यस्ता भ्रमणहरू नै सिकाइको मुख्य हिस्सा हुन् र कक्षा कोठाको पढाइ त्यसको सहयोगी मात्र हो? निकै गहिरो प्रश्न। यो भ्रमणले सिकाएका पाठहरू जस्तै दौनेको जाममा धैर्य गर्नु वा पाल्पा दरबार बन्द हुँदा नयाँ योजना बनाउनु, के यी पाठहरू गणितको सूत्र वा विज्ञानको परिभाषाभन्दा कम महत्त्वपूर्ण छन् त?